हेलो एभ्रिवान, दिस इज विकास। आज म तपाईलाई न्युजिल्यान्डमा स्टुडेन्ट भिजा अप्लाई गर्दै गर्दा चाहिने इम्पोर्टेन्ट डकुमेन्ट्सको बारेमा डिस्कस गर्दैछु। फर्स्टमा तपाईले अफर लेटरको स्टेपमा चाहिने डकुमेन्ट्सहरू, एकाडेमिक डकुमेन्ट्स, पासपोर्ट कपी र इङ्ग्लिस ल्याङ्ग्वेज टेस्ट स्कोर। तपाईको 3 मन्थ भन्दा बढी ग्याप छ भने ग्यापको एभिडेन्स पनि सबमिट गर्नुपर्ने हुन्छ। सेकेन्ड, फाइनान्शियल डकुमेन्ट्समा तपाईले फ्यामिलीको इन्कम देखाउनु पर्ने हुन्छ र एजुकेसन लोन पनि देखाउनु पर्ने हुन्छ। एजुकेसन लोनको लागि नोबेल बैंक, स्ट्यान्डर्ड चार्टर बैंक र नेपाल एसबिआई बैंक छन् भने तपाईले इन्कमको सपोर्टिङ डकुमेन्ट्समा एग्रिकल्चर इन्कम हुनसक्छ, फरेन इम्प्लोइमेन्ट्स हुनसक्छ, ल्यान्ड लिज, हाउस रेन्ट जस्तो इन्कमहरूलाई विथ सपोर्टिङ डकुमेन्ट तपाईले प्रुफ देखाउनु पर्ने हुन्छ। यसै गरी अन्य डकुमेन्ट्सहरूमा डिजिटल फोटो, पुलिसको आइडी प्रुफ, रिलेसनसिप सर्टिफिकेट, स्टेटमेन्ट अफ पर्पोज, मेडिकल सर्टिफिकेट, पुलिस क्लियरेन्स सर्टिफिकेट तपाईले भिजा लज गर्दा सबमिट गर्नुपर्ने हुन्छ। यदि तपाईले आफ्नो भिजा लज गरिसक्नु भएको छ भने इन्टरभ्यूको लागि पनि उत्तिकै तयारी गर्नुपर्ने हुन्छ। थ्याङ्क यू एभ्रिवान।